यसै घरको लक्ष्मीले बानी छुदा तेले आउन् ए औँसीको दिन गाई तिहारो भैलो हिजो यसै घरको। ब्रिटिशहरूको पालोको कोरोनेसन ब्रिज आफ्नो डकुमेन्ट्सहरू टिस्टाको बाढले बगाएको कारण एसआईआरको लिस्टमा आफ्नो पहिचानको प्रमाण नभेटिने डरले इङ्ल्यान्ड जाने तयारीमा एउटा लौता दरो पुल अस्तिको तिहारमा वेस्ट बेङ्गलमा स्थित आफ्नो गाउँ बाग्राकोट टी गार्डन गए। धेरै जस्तो यहाँ नेपाली र आदिवासी बस्छन्। कुनै जमानामा यहाँको मान्छेको इकोनोमी चिया बगानले चल्थ्यो। अहिले देश र दुनियाँको इकोनोमी खराब छ भन्दै मालिकहरूले श्रमिकको घरको इकोनोमी चल्नु दिँदैन। एउटा बोर्डमा जो फेसबुकमा होइन फेमस बुक लेख्नेहरूको बीच बसेर समयलाई काट्दैछ। बर पिपल यहाँ रात्रि बेला बस्नेहरूलाई भन्छन् निडर पिपल। बाग्राकोटमा वेस्ट म्यानेजमेन्टको सिस्टम नभएको कारणले गर्दा यहाँ कुनै क्रान्तिकारीले डस्टबिनमै आगो लगाइदिएछ। कुनै गाउँ या जग्गा शिक्षित भएर नै विकसित हुन्छ। बाग्राकोट हाई स्कुल त्यसको राम्रो उदाहरण हो। छेउछाउको गाउँभन्दा बेसी विकसित हुने कारण नै बाग्राकोटको यही हो। तर जति विकसित भए पनि अहिले पनि यहाँ जातीय आधारमा एरियाको नाम बाटेको छ, जस्तै बाहुन लाइन, राई लाइन, सार्की लाइन। महाकवि लक्ष्मीप्रसाद देवकोटाको यो चर्चित वाक्य याद आयो। छेत्रीको छोरो यो पाउ छुन्छ घिनले छुँदैन, मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन। र यो हो यहाँको बहुचर्चित ब्रिज। जस्तो राहुल गान्धीले लगाएको भोट चोरीको आरोपमा एउटै मान्छेको धेरै नाम थियो, त्यस्तै यो पुलको पनि धेरै नाम छ, जस्तै लुप ब्रिज, सेलरोटी पुल, जुलेपी पुल, स्नेक ब्रिज इत्यादि इत्यादि। जहाँ यो दिदी मात्र 10 रुपियाँको बजेटमा हेलो फ्रेन्ड्स चाय पिलो भनेर भाइरल भयो, त्यही यो पुल हजारौं करोडको बजेटमा रुख जङ्गल पहाड काटेर इन्स्टाग्राममा भाइरल भएको थियो। लाइट्स, दियो, खसीको मासु, तास खेला, वाइन सपमा भिड, यो सब तिहारको सङ्केत हो। यही तिहारमा छुट्टीको बेला आफ्नो घर आएर भाइटिका लगाउने एउटा अन्डरपेड होटल म्यानेजमेन्टको मजदुर रमाएर दुग्रिँदै। फेसबुकमा हाम्रो नेपाली क्रिएटरहरूले गुड मर्निङ र गुड नाइट कम्पलसरी भने जस्तै तिहारमा पनि सेलरोटी कम्पलसरी बनिन्छ। सेलको मतलब खास किसिमको पहाडमा उग्ने चामल हो। तर अझै एउटा थ्योरी यो पनि छ कि सेलरोटीलाई साल रोटी भनिन्थ्यो, किनकि सालमा यो एक खेप तिहारको बेला बनिन्थ्यो। भारतीय गोर्खाहरू जस्ता आइडेन्टिकल क्राइसिसमा जिउँदै सेलरोटी। अब देउसी भैलोलाई हेर्नुहोस्। देउसी केटाहरूले खेल्ने र भैलो केटीहरूले खेल्ने गर्छन्। तर युवा युवतीहरू सबै गाउँघरबाट कमाउन टाढा गइसके। त्यही भएर कल्चर अर्को जेनेरेसनमा मजाले पास अन नहुन सकेको कारणले गर्दा हाम्रो यो संस्कृति एक्जिस्टेन्सियल क्राइसिस मतलब अस्तित्वको सङ्कटमा पुगिसकेको छ। तिहारको दोस्रो दिन सुन्ने भए पनि रात्रि रमझम थियो।
यो सज्जन राज वैद्यको कन्सर्ट थिएन, यो त सांस्कृतिक कन्सर्ट थियो जहाँ आकाशैमा चिल हो कि बेसर भन्ने गानादेखि लिएर काँटा लगा हाय लगा भन्ने गानासम्म गाइएको थियो। अन्डरटेकर मरेर जिउँदो भए झैँ हरेक साल दसैँ तिहारमा फेरि जन्म लिन्छ यो सुगम पोखरेलको गीतले। जहाँ सबैजना ग्रुप बनाएर नाच्दै हुनुहुन्थ्यो त्यहाँ यो मान्छे एक्लै नाचिराखेको देखे। यस्तो पाराले त या कोही रिल बनाउँदा नाच्छ या पाहुनाको प्रेसरमा नानीहरू नाच्छ। अब तपाईँहरूले भन्नु सक्नुहुन्छ कि यो मान्छे मातेर नाचेको हो त के भएर, जे गरेर पनि नाचोस्, उसलाई कोही साथी चाहिँदैन, ऊ संस्कृतिको बोझमा छैन, ऊ भ्रमको जेलभित्र बस्ने कैदी होइन, ऊ त जीवन सँगसँगै नाच्ने आजाद मान्छे हो। उसलाई देखेर फ्रेडरिक नीत्सेको यो कुरा याद आयो, गीत सुन्न नसक्नेहरूले नाच्दै गरेको व्यक्तिलाई पागल ठान्छ।